पुनः नमस्कार सम्पूर्ण दर्शकहरूलाई र हार्दिक स्वागत गर्न चाहन्छौँ। निकै राम्रो बल एक आपसमा खेल भइराखेको छ। साफेबगर नगरपालिकाका विरुद्ध उपहार निर्माण सेवाले खेल खेलिराखेको छ। आजको दिनको यो दोस्रो खेल टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ साफेबगर नगरपालिकाले र जवाफी ब्याटिङको निम्ति पाएको छ। उपहारले आज उपहार स्वरूप यो खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ। उपहार नदिनुहोस् विपक्षी टिमलाई। डटमाथि डट राखिराखेका छन्। शङ्कर दासले निकै गजबको बलिङ गरिराखेका छन्। शङ्कर दास ओपनर जोडीका रूपमा उपेन्द्र र शङ्करको जोडी उपहार निर्माण सेवाको। अर्को बल अपेल छ। अम्पायरले कुनै चासो भने देखाएका छैनन्। लगातार डटमाथि डट, कुनै रन आएको छैन अहिलेसम्म। अर्को बल शङ्करको उपेन्द्रलाई जुन प्रकारको आवश्यकता थियो सुरुवाती चरणमा, सुरुवाती ओभरमा त्यो गरिराखेका छन्। यहाँ लेग बाई मार्फत यो रन प्राप्त हुनेछ। यो सिङ्गलसँगै खाता पनि खुल्नेछ। उपहार स्वरूप यो रन खर्चेका छन्। शङ्कर दासले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। राम्रो निर्णय साबित गरिराखेका छन् शङ्करले अहिलेसम्म। दुईटै टिमका लागि महत्त्वपूर्ण खेल। एक खेल जितिसकेका छन् दुईटै टिमले। यो खेल जो टिम जित्नेछ त्यो अर्को चरणमा प्रवेश गर्नेछ। लिड गरिदिएका छन् शङ्करले यो बललाई। यो सँगै एकको समाप्ति। एक रन। उपहार निर्माण सेवा। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। ओभर मार्फत 2 रन प्राप्त हुनेछ। यहाँनिर निकै राम्रो रनिङ द बिट्विन दुईटै ब्याटर बीच एक आपसमा। उपेन्द्रको ब्याटबाट निस्केको यो रन थियो। राम्रो बल थियो यो उपहार र साफेबगरका विरुद्ध खेल चलिराखेको छ। उपहार निर्माण सेवा म्याक्सिममका लागि यो बललाई पठाइदिएका छन् 6 रनका लागि।
पुनः उठाएर खेलिदिएका छन् यो बललाई। त्यहाँ फिल्डर छन् विशाल कुवर, कुनै गल्ती गर्ने छैनन् यहाँनिर। निकै सुन्दर क्याच लिएका छन्। योभन्दा अगाडिको बलमा म्याक्सिमम प्रहार गरेका थिए, अहिले क्याच आउटको शिकार बन्न पुगे र पहिलो झट्का। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। जर्सी नम्बर 15 का खेलाडी गौतम कुवर आएका छन् नयाँ ब्याटरका रूपमा उपहार निर्माण सेवाका लागि र पहिलो विकेट उपेन्द्रका रूपमा पहिलो झट्का लागेको छ। उपहारलाई यहाँबाट केही राम्रो कमब्याक गर्नुपर्ने आवश्यकता हुन सक्छ। अर्को बल प्रहार गर्न चाहन्थे सुरुवाती चरणमा नै र अर्को झट्का लाग्ने छ क्याच आउटका रूपमा। गौतम कुवर पेभिलियन बक्स तर्फ फर्किनेछन्। लगातार 2 विकेट। नाम हो साजन भिट्टालु। गजबको बलिङ गरिराखेका छन्। ब्याक टु ब्याक विकेट। अभिषेक कुवर आएका छन् नयाँ ब्याटरका रूपमा। उपहार निर्माण सेवाले उपहार स्वरूप यी 2 विकेट गुमाएको छ। क्याच आउट। सुरुवाती चरणमा यो आवश्यकता नहुन सक्थ्यो। जुन प्रकारले योभन्दा अगाडि विकेट गुमे 2टा, एउटा विकेट किपर, अर्को बााउन्ड्री लाइनमा विशाल कुवरले सुन्दर क्याच लिएका थिए साजन भिट्टालुको बलिङ मारमा। निकै राम्रो खेल अनुभव भएका खेलाडी हुन् साजन भिट्टालु। यस्ता लिग खेलहरू धेरै खेलिसकेको अनुभव छ उनीसँग। प्रदेशबाट राम्रो प्रतिनिधित्व गर्छन् यी खेलाडीले। यद्यपि फाइनको क्षेत्रमा 1 रनका लागि खेलेका थिए। त्यहाँनिर टिम कप्तान अनिल कुवर थिए। खराब फिल्डिङ, 2 रन सजिलै प्राप्त गर्नेछन् अभिषेकले। यो सँगै 2 को समाप्ति। टिमको कुल स्कोर 11-2। साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल। शङ्कर दास आएका छन् आफ्नो स्पेलको दोस्रो र टिमका लागि तेस्रो ओभर ल्याएर। ब्याटको बाहिरी किनारा लिएको छ बलले। 1 रन भने सजिलै प्राप्त हुनेछ। यहाँनिर ओभर थ्रो 1 मात्र होइन, यहाँ त उपहार दिएका छन्। उपहारलाई उपहार 2 रन प्राप्त हुनेछ। शङ्कर दास जुन प्रकारले 2टा विकेट गुमेको छ, यी 2 ब्याटर बीच एक आपसमा राम्रो पार्टनरसिपको आवश्यकता अभिषेक र शङ्करको। अर्को बल ओहो सिधा ब्याटले खेले। त्यहाँ फिल्डर छन्। मौका 1 रनको मात्रै प्राप्त हुनेछ। चित्त बुझाउनु पर्नेछ 1 रनमा। वेट एन्ड सीको मुभमेन्ट बनाउनु पर्नेछ यहाँबाट। जुन प्रकारले महत्त्वपूर्ण 2 विकेट गुम्छ पावर प्ले अवधिभित्र भने त्यहाँबाट केही रणनीति चेन्ज गर्नुपर्ने आवश्यकता हुन सक्छ।
र त्यो प्रकारले खेलि पनि राखेका छन् यी दुई ब्याटर। त्यो निकै महत्त्वपूर्ण रहनेछ। अभिषेकले कट गरिदिएका छन् यो बललाई। स्क्वायर लेगको क्षेत्रमा मिल्नेछ सिङ्गल। यो सिङ्गलमा चित्त बुझाउनु पर्ने पनि छ उनले। जुन प्रकारले लो स्कोरिङ टार्गेट प्रस्तुत भइराखेको छ यो मैदानमा हिजो दिउँसोबाट, आज केही राम्रो अपेक्षा गरौँ। 100 अपसम्म पनि गएको खण्डमा निकै रोमाञ्चक बन्नेछ। योभन्दा अगाडिको खेल निकै रोमाञ्चक मोडमा आइपुगेको थियो, हेर्न लायक बनेको थियो र अहिले पनि त्यो अपेक्षा हामी गर्न सक्छौँ। यहाँ निकै गजबको बल थियो। शङ्कर दासले लल्चाउने प्रयास गरेका थिए, यर्कर राख्ने प्रयास गरेका थिए, केही हदसम्म सफल पनि रहे। जुन प्रकारले 2 विकेट गुमेका छन्, अर्को बल शङ्करको। शङ्कर दास निकै राम्रो लयमा रहेका खेलाडी हुन्। रुम बनाए, भेट्टाए र बललाई पठाइदिए म्याक्सिममका लागि। सुन्दर सट थियो यो। शङ्कर बोहरा हो नाम। शङ्कर हो शङ्कर, रुक्नेवाला छैन नि आज। आवश्यकता यही छ शङ्करको ब्याटबाट। यो अपेक्षा गर्न लायक पनि बन्छ उनीबाट। पावर प्ले का ओभरहरू केही महँगो साबित गर्न चाहन्छन् शङ्करले। क्षमता छ उनीमा, खेल कौशल छ, अनुभवले निकै गजबको काम गर्छ। पुनः हेर्नुहोस्, यही कुरा गर्दै थिए शङ्करको म। कमेन्ट्री बक्सबाट सुनेका छन् उनीले हाम्रो कुरा र पठाइदिएका छन् बाउन्ड्री। समाप्त गरेका छन् 4बाट यो ओभरलाई र पावर प्ले ठिकठाकको रह्यो। 25 रन जोडेका छन् अहिलेसम्म र यो सँगै ओभरको समाप्ति 25मा 2। हेल्थ केयर क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि नयाँ बलरका रूपमा आएका छन् विष्णु विष्ट। निकै बाहिरको बल थियो, निकै राम्रो बल। विष्णु विष्ट राम्रो बलिङ गर्ने गर्दछन्। योभन्दा अगाडिको खेलमा पनि बलिङसँगै ब्याटिङ पनि राम्रो गरेका थिए उनले। आज ठुलो जिम्मेवारी छ। यो हाई भोल्टेज खेल चलिराखेको छ, महत्त्वपूर्ण निर्णायक खेल छ दुईटै टिमका लागि। प्रहार गरेका छन्, त्यहाँ विशाल छन्, गल्ती पनि गर्ने छैनन्। सिङ्गल पनि प्राप्त हुनेछ। सिङ्गल डबलले पनि राम्रो काम गर्छ क्रिकेटमा। दुईटै ब्याटरलाई बलरले अजमाउने मौका पाउँछन्, बल खेल्ने पर्याप्त समय पनि पाउँछन् र त्यसैले पनि अर्को बल सामना गर्नेछन्। अभिषेक प्रहार गरिदिएका छन् फाइन लेगको क्षेत्रमा र 1 बाउन्स फोर मात्र होइन, यो त डाइरेक्ट भएको छ। म कन्फ्युज। निकै टाढा, निकै सुन्दर सट थियो, निकै क्लोज डिसिजन थियो अम्पायरको। राम्रो डिसिजन। अभिषेकको ब्याटबाट निस्केको यो पहिलो म्याक्सिमम हो। बोल्न थालेको छ अभिषेकको ब्याट पनि यहाँबाट।
बलोस् पनि किन नै अर्को छोरबाट शङ्करले गजबको सटहरू प्रहार गरिराखेका छन्। उनीमाथि पनि ठुलो जिम्मेवारी त रहन्छ र यस्ता सट खेल्न बन्छ पनि। अर्को बल सामना गर्नेछन् विष्णुको बलको शङ्कर बोहरा। रेन्जमा नदिनुहोस् यी खेलाडीलाई, बारम्बार यस्ता सट खेल्न यी निकै माहिर छन्। त्यसैले पनि केही लल्चाउने प्रयास गर्नुहोस्। तपाईँ एउटै लेन्थमा बल राखिराख्नुहुन्छ भने त्यो बललाई राम्रो खेल्ने क्षमता ब्याटरले क्रिजमा बनाइसकेका हुन्छन्। एक्रस द बल खेलाउन यो समयमा निकै उपयुक्त होला, तर त्यो काम गर्नेछन् विष्णुले। अजमाउन चाहन्छन् ब्याटरलाई कुन लेन्थमा राखेपछि कस्तो खेलिराखेका छन् त्यो बुझ्न चाहन्छन्। यो कट खेल्न चाहन्थे अभिषेक, बेटो नपुगे। यो सँगै 4 को समाप्ति। 34 मा 2। उपहार निर्माण सेवा। धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। रबिन भण्डारी आएका छन्। केही दिन अगाडि मात्रै धनगढीमा भएको संस्कार क्रिकेट लिगमा यी खेलाडीको प्रदर्शन हामीले देखेका थियौँ। रबिन भण्डारी टिकापुरका लागि टिम कप्तानका रूपमा कप्तानी गरिरहेका थिए। टिकापुरबाट अछाम आएका छन् यो प्रतियोगिता खेल्न। निकै गजबको प्रभावित पारेका थिए धनगढीको फाप्लामा हामीलाई। टिकापुरको टिमले त्यो याद, त्यो सम्झना आइराख्छ। रबिन भण्डारीको नेतृत्वमा थियो त्यो बेला टिकापुरको टिम। यति बेला साफे बगर नगरपालिकाको टिमबाट खेल्दैछन्। अनिल कुवरको नेतृत्वमा छ यो टिम। ब्याटले बाहिरी किनारा लिएको छ। अभिषेक प्राप्त गर्नेछन् सिङ्गल। टिक्न चाहन्छन् दुईटै ब्याटर, त्यो आवश्यकता पनि छ। यहाँबाट पार्टनरसिप बन्छ भने केही हदसम्म राम्रो सन्देश प्रवाह गर्नेछ। उपहार निर्माण सेवाको टिमले रबिन भण्डारीको अर्को बल सामना गर्नेछन् शङ्कर। यी खेलाडी यस्तै सट हाल्न आज निकै खप्पिस बनेका छन्। बारम्बार रेन्जमा आएको बललाई छोडिराखेका छैनन्। गजबसित जज गर्दै प्रहार गरिराखेका छन्। आवश्यकता अनुसारको ब्याटिङ योलाई मान्न सकिन्छ शङ्करद्वारा। क्या गजबको ब्याटिङ, उत्कृष्ट लयमा। पुरा ओभर खेलेको खण्डमा 100 सम्मको अनुमान सजिलै हामी कमेन्ट्री बक्सबाट गर्न सक्छौँ। तपाईँ पनि त्यही अपेक्षा गर्दै हुनुहुन्छ होला, त्यो भन्छ पनि गर्न। फाइन लेगको क्षेत्रमा फुल गरिदिएका थिए यो बललाई र पुनः बााउन्ड्रीका लागि प्रहार गरिदिएका छन्। राम्रो सट शङ्करको ब्याटबाट। शङ्कर रुक्ने मुडमा देखिँदैनन्। सेट भइसकेका छन् क्रिजमा। केही ओभर बिताइसकेका छन् आफूले र ब्याटलाई खोल्न चाहन्छन् र ब्याटले गजबको साथ पनि दिएको छ आज उनलाई। यो कट त्यहाँ फिल्डर छन्, मिल्नेछ सिङ्गल। सिङ्गलसँगै यो ओभरको समाप्ति हुनेछ।
46 मा 2 उपहार निर्माण सेवा। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। आफ्नो स्पेलको दोस्रो र टिमका लागि 6 ओभर ल्याएर आएका छन् विष्णु विष्ट। योभन्दा अगाडिको ओभरमा केही महँगो साबित गरिदिएका थिए शङ्करले। टेन्सन त्यही देखिन्छ। पहिलो बलमा पनि मिसफिल्ड सँगै एक उपहार पनि मिल्नेछ। निकै राम्रो ब्याटिङ गरिराखेका छन् दुईटै ब्याटर। आवश्यकता अनुरूपको ब्याटिङ जब खेल्छन् त्यो निकै राम्रो मान्न सकिन्छ। शङ्कर बोहराबाट अपेक्षा ठुलो छ टिमको। व्यक्तिगत 26 बनाएर खेलिराखेका छन्। 48 मा आइपुगेको छ। आधी खेल हुँदा यही हिसाबमा अगाडि बढ्छ भने 110-120 सम्मको लक्ष्य प्रस्तुत हुनेछ। रोक्नुपर्नेछ अभिषेक र शङ्करको जोडीलाई साँफे बगर नगरपालिकाका बलरहरूले। त्योतर्फ जानु पनि पर्नेछ किनभने राम्रो खेलिराखेका छन्। यसरी नै केही ओभर अझै विकेटमा टिक्छन् भने बलरहरूलाई महँगो साबित गरिदिन सक्छन्। त्यसैले पनि अट्याकिङ बलिङ गर्नुपर्ने आवश्यकता हुन सक्छ। यद्यपि साँफे बगर नगरपालिकाको ब्याटिङ लाइनअप निकै गजबको रहेको छ। यहाँ सम्भावना बनेको थियो। बारम्बार यस्ता जीवनदान आउँदैनन्। यहाँनिर क्याच हुन्थ्यो भने अभिषेकले पेभिलियन बक्सतर्फ फर्किनु पर्थ्यो। यद्यपि भाग्यशाली रहन पुगे त्यहाँनिर। यो सिङ्गलसँगै 50 को आँकडा छोएको छ। राम्रो पचाउट गर्नु पर्थ्यो त्यहाँनिर। सजिलो क्याच आएको थियो। फिल्डरको रेन्जमा थियो। केही बेर आकाशमा थियो बल। त्यो पश्चात सजिलैसँग जज गर्न सकेनन् र गुमाउन पुगे क्याच। अर्को बल निकै सुन्दर तरिकाले प्रहार गरेका छन्। त्यहाँ विशाल कुवर थिए। मिल्नेछ सिङ्गल मात्रै। राम्रो फिल्डिङ गर्ने गर्दछन्। योभन्दा अगाडि यो प्रतियोगितामा पहिलो अर्धशतकीय पारी खेल्ने खेलाडी बनेका छन् विशाल। आज त्यो आवश्यकता छ र त्यो आवश्यकता अनुरूप निकै ठुलो आशा रहनेछ विशाल कुवरबाट। साँफे बगर नगरपालिकाको के राम्रो फिल्डिङ। लामो दौड लगाएका थिए। अन्तिममा आएर जज गरे र एक रन सजिलै प्राप्त गरे। विष्णु कुवरको बल सामना गर्नेछन् शङ्करले। निकै माथि थियो। डाइरेक्ट हिट त छ र डिसिजन कुर्न पर्नेछ। छ ओभरको समाप्ति। 53 मा आइपुगेको छ। खेल सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार।
भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी निकै गजबको क्याच यहाँनिर र अर्को झट्का लाग्नेछ। उपहार निर्माण सेवालाई निकै राम्रो ब्याटिङ गरिराखेका थिए र आउट हुन पुगे। सम्हालिनु पर्थ्यो, त्यो भने भएन। सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। नयाँ ब्याटरका रूपमा महेन्द्र खुवार आएका छन् र साजन बिटालु निकै राम्रो लयमा, निकै राम्रो बल थियो, अर्कबर राखेका थिए र सिङ्गल प्राप्त गर्नेछन्। यो सिङ्गलसँगै स्ट्राइक रोटेट गरेका छन्। महेन्द्रले अभिषेकलाई स्ट्राइक दिएका छन्। यो राम्रो निर्णय, किनभने सेट भइसकेका छन्। अभिषेक उठाएर खेलेका छन् र बल जानेछ म्याक्सिममका लागि। निकै सुन्दर सट, निकै उत्कृष्ट लयमा देखिएका छन् अभिषेक। आवश्यकता अनुरूपको क्रिकेट जब टिमका सदस्यले खेल्छन्, डग आउटसँगै दर्शक मनमोहक हुन्छन्। अर्को बल स्टेप आउट गरेर खेल्न चाहन्थे तर बिट हुन पुगे। निकै उत्कृष्ट लयमा जर्सी नम्बर 9 का खेलाडी साजन बिटालु। अर्को बल साजनको खेलेका छन् त्यहाँ अनिल कुवार। राम्रो फिल्डिङ, 1 रन प्राप्त हुनेछ। अभिषेकलाई सिङ्गल डबलले पनि क्रिकेटमा राम्रो काम गर्छ। हेर्नुहोस्, योभन्दा अगाडिको खेलमा त्यो उदाहरण हामीले देखिसकेका छौँ। प्रहार गरेका छन् र बल जानेछ निकै टाढा, सीमा रेखा बाहिर। 6 रनका लागि। एक छोरबाट अभिषेक, अर्को छोरबाट महेन्द्र।
रोकिने मुडमा देखिँदैनन्, रोकिन चाहँदैनन्। यो प्रकारको ब्याटिङको अपेक्षा पक्कै पनि टिमको होला। यो सँगै 7को समाप्ति 64-3। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि नयाँ बलरका रूपमा विशाल कुँवर आएका छन्। सामना गर्नेछन् अभिषेक कुँवर। आफ्नो स्पेलको पहिलो ओभर गरिराखेका छन्। माफ गर्नुहोला, विशालले फुलटस बलबाट यी खेलाडीलाई स्वागत गरेका छन् र त्यहाँ कुनै गल्ती गर्ने छैनन् फिल्डर र अर्को सफलता हात लागेको छ। अभिषेक कुँवर राम्रो ब्याटिङ गरिराखेका थिए र 22 रन बनाएर पेभिलियन बक्सतर्फ फर्किनेछन्। निकै उत्कृष्ट बलिङ विशालको। धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। नयाँ ब्याटरका रूपमा दिनेश एरी आएका छन्। सामना गर्नेछन् सफलता पछिको बल विशाल कुँवरको। अभिषेक राम्रो ब्याटिङ गरिराखेका थिए, तल बसेको बल थियो। यी खेलाडीको चर्चा गरौँ। विशाल कुँवर पहिलो खेलमा यो प्रतियोगितामा अर्धशतकीय पारी खेलेका थिए, एउटा रेकर्ड बनाएका छन्। आजसम्म कुनै पनि खेलाडीले यो मैदानमा यो प्रतियोगिता अवधिभर अर्धशतक बनाउन सकेका छैनन्। T10 फर्मेटमा जुन लेभलको क्रिकेट यी खेलाडीले खेलेका छन् निकै प्रशंसनीय। अर्को बल विशालको। रुम बनाउन खोजेका थिए, भेट्टाए र त्यहाँ त्यति दूर बल गएको छैन र अर्को झट्का लाग्नेछ। निकै राम्रो क्याच, सजिलो क्याच थियो, कुनै गल्ती गरेनन् र पछुवा झट्का लागेको छ उपहार निर्माण सेवाको टिमलाई। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै। मेरो अपिल तर पार सहमत छैनन् यो अपिलमा। अन्तिम बल यो ओभरको विशाल कुँवरको। सामना गर्नेछन् सौगातले। स्लोअर राखेका थिए, यो बल सफल पनि रहे। यो सँगै 8को समाप्ति 68-5। सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार।
आफ्नो स्पेलको दोस्रो टिमका लागि 9औं ओभर लिएर आएका छन् रबिन भण्डारी। सामना गर्नेछन् दिनेशले। फुल टस बल थियो, प्रहार गरेका छन् साजन बिटालु। त्यहाँ मात्र 1 रन मिल्नेछ दिनेशलाई। रेन्जभन्दा निकै अभिष्टभन्दा निकै बाहिरको बल थियो यो। वाइट हुनेछ यो बल। अझै 11 बलको खेल बाँकी छ। यहाँबाट 20-30 रन पनि आउँछ भने 100 रन पुग्नेछ। 30 रन आएको खण्डमा कहाँतर्फ जानुपर्नेछ अन्तिम ओभरमा त्यो अपेक्षा गर्न पनि सकिन्छ। यद्यपि दुईटी नयाँ ब्याटर छन् क्रिजमा। कुन प्रकारले यी 2 ओभर खेल्नेछन् त्यो पनि हेर्न लायक भन्ने छ। रबिन करको बल प्रहार गरेका छन्। त्यहाँ फिल्डर साजन बिटालु, कुनै गल्ती गर्ने छैनन् साजनले। राम्रो फिल्डिङ, यो सँगै अर्को झट्का लाग्नेछ। दिनेशका रूपमा अर्को विकेट गुम्नेछ। यहाँ छैटौँमा झट्का लागेको छ। उपहार निर्माण सेवालाई। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। नयाँ ब्याटरका रूपमा जीवन खत्री आएका छन् दिनेशको ठाउँमा। राम्रो ओभर गर्दैछ रबिनको। यो एउटा विकेट प्राप्त गरिसकेका छन् यो ओभरमा। रबिन भण्डारीको चर्चा गर्दै थिएँ म केही बेर अगाडि। धनगढी स्थित फाप्लामा केही दिन अगाडि मात्रै सम्पन्न संस्कार क्रिकेट लिगमा निकै प्रभावित पारेको थियो टिकापुरको टिमले। रबिनको नेतृत्वमा त्यो टिम टिकापुरबाट क्रिकेटको सहर धनगढीमा क्रिकेट खेल्न आएको थियो र रबिन अहिले यो प्रतियोगिता खेल्न अछाम जिल्लाको स्वागतद्वार चौरपाटी गाउँपालिकामा आएका छन्। निकै राम्रो बल। क्रिकेटको सहर धनगढी पछि सुदूर पहाडका जिल्लाहरूमा पनि यी यस्ता प्रतियोगिताहरूले खेलाडीहरूको हौसलालाई निकै बुलन्द पारेको छ। यो आवश्यक पनि छ। ग्रासरुटमा यस्ता क्रिकेट प्रतियोगिताहरू हुन यहाँका खेलाडीहरूका लागि निकै आवश्यकता छ। सँगै 9 को समाप्ति 73 मा छ उपहार निर्माण सेवा। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। आफ्नो स्पेलको दोस्रो र टिमका लागि अन्तिम ओभर ल्याएर आएका छन् विशाल कुवर। सामना गर्नेछन् जीवनले। अपेलसँगै आउट। अर्को झट्का लागेको छ। सौगातको विकेट गएको छ यहाँनिर। सौगात स्ट्राइकमा। जीवन सुरक्षित रहनेछन्। कुनै रन जोड्न सकेनन् सौगातले। 1 रन जोडे आफ्नो टिमका लागि। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी। विनोद खत्री आएका छन् ब्याटरका रूपमा। सामना गर्नेछन् विशाल कुवरको सफलतापछिको बल। योभन्दा अगाडिको बलमा विकेट प्राप्त भएको थियो क्याच आउटका रूपमा। सौगातको
अन्तिम 5 बलको खेल बाँकी छ पहिलो इनिङको। टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो साफे बगर नगरपालिकाको टिमले। त्यो पश्चात ब्याटिङको जिम्मेवारी पाएको थियो उपहार निर्माण सेवाले। सिधा ब्यान्ड प्रहार गरेका छन्, कडक शट, त्यत्तिकै सुन्दर फिल्डिङ मिल्नेछ 1। निकै राम्रो मेहनत गरे त्यहाँनिर फिल्डरले। 3 रन जोगाएका छन्। विनोदले प्रहार गरेका थिए यो शट। पुनः सिंगल त प्राप्त हुने नै छ यहाँ। बाई मार्फत यो रन प्राप्त भएको छ। अर्को बल हरकत पनि धेरै गरिराखेका थिए, तर अगाडि पछाडि तल माथि सबै काम गरिदिए जति सकिन्थ्यो ब्याटरले, तर सफल रहन सकेनन्। प्रहार गर्ने इन्टेन्सन त थियो तर विफल रहे। विशालको अर्को बल, विनोदलाई राम्रो बल। अन्तिम 1 बलको खेल बाँकी छ पहिलो इनिङको। विशाल कुवर ब्याटिङ लाइनअपमा ओपनर ब्याटरका रूपमा आउने गर्छन्। रेन्जमा थियो बल र सिधा प्रहार गरिदिए म्याक्सिममका लागि। यो सँगै 82 को टार्गेट प्रस्तुत गरेको छ। साफे बगरका सामु उपहार निर्माण सेवाले। हामी दोस्रो इनिङको खेलमा भेट्नेछौँ, तपाईँ हामी सँगै रहनुहोला। सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड।
साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। पुनः हार्दिक स्वागत गर्न चाहन्छौँ सम्पूर्ण दर्शकहरूलाई। दोस्रो इनिङको खेल सुचारू हुने क्रममा छ। टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। जवाफी ब्याटिङमा 82 रनको लक्ष्य प्रस्तुत गरेको छ। उपहारले साफेबगर नगरपालिकाका सामु राम कुवर ओपनर बोलरका रूपमा र ओपनर ब्याटरका रूपमा विशाल विष्ट र रबिन भण्डारीको जोडी स्ट्राइकमा रहनेछन्। विशाल र नन स्ट्राइकमा रबिन। पहिलो ओभर यो इनिङको सुरुवात गर्न हातमा बल छ रामको। निकै बाहिर वाइडबाट स्वागत गरेका छन् र खाता खुल्नेछ वाइडबाट। तपाईँ पहिला ब्याटिङको जिम्मेवारी पाउनुहुन्छ, त्यसमा यति छोटो टार्गेट प्रस्तुत गर्नुहुन्छ, त्यो माथि यसरी एक्स्ट्रा सुरुवातमै प्रदान गर्नुहुन्छ भने केही खराब सङ्केत हुन सक्छ। त्यसैले एक्स्ट्रामा निकै ध्यान दिनुपर्नेछ। आज यो खेल जित्नु छ भने निकै महत्त्वपूर्ण खेल छ दुईटी टिमका लागि। त्यसकारण पनि एक्स्ट्रामा निकै कन्ट्रोल गर्नुपर्ने देखिन्छ। यद्यपि पावर प्ले अवधिभर कतिको रन बन्छ, कतिको विकेट जान्छ, त्योले निर्धारण गर्नेछ यो खेलको। रबिनले प्रहार गरिदिएका थिए 1 रनका लागि। 1 रन सजिलै प्राप्त पनि हुनेछ। अर्को बल रामको सामना गर्नेछन् विशालले। रनअपमा केही गडबडी, पुनः एकचोटि दौड लगाउनु पर्नेछ। यहाँको मौसमको चर्चा गरौँ। बिहानबाट घाम लाग्छ, जब मध्यान्तर दिउँसोतिर शीतलता प्रदान हुन्छ। यहाँनिर गजबको एफर्ट त थियो, तर भाग्यशाली रहन पुगे विशाल। निकै मेहनत गरेका थिए फिल्डरले र जित भएको छ विशालको। सुरक्षित छन् विशाल। एक रन सजिलै प्राप्त गरेका छन्। रामको अर्को बल रबिनलाई पुल गरिदिएका छन्। यो बललाई सिङ्गलका लागि ठुलो सर्टको खोजीमा देखिँदैन नि दुई ब्याटर। तालमेल जब राम्रो हुन्छ यो प्रकारको क्रिकेट देख्न पनि मिल्छ। आवश्यकता छ केवल केही ओभर टिक्ने। त्यही प्रकारले खेलिराखेका छन्। यो सर्ट हेर्नुहोस्, अफमा पोइन्टको क्षेत्रमा प्रहार भएको खण्डमा केही सम्भावना बन्न सक्थ्यो। लपेटे, तर रन पनि आउन सकेन। नो रिक्स। रिक्स आफ्नो डिक्सनरीबाट ब्याटिङ लाइनअपमा आएपछि हटाइदिएका छन् विशालले। खेल्न चाहन्छन् त केवल विशाल तरिकाले।
यहाँनिर मेहनत गजबको थियो तर गल्ती गर्न पुगे र हुनेछ म्याक्सिमम। निकै एफर्ट सुन्दर लगाएका थिए फिल्डरले, निकै राम्रो सट प्रहार गरे विशालले, तर यहाँनिर मेहनत पनि निकै गजबको थियो, प्रशंसनीय। यो सँगै एकको समाप्ति 11 साँफेबगर नगरपालिका। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। हामी पनि हाम्रा दर्शकहरूलाई अनुरोध गर्न चाहन्छौँ, सवारी साधन चलाउँदा हेलमेटको प्रयोग गर्नुहोस्, कम गतिमा सवारी साधन हाँक्नुहोस्। यो सँगै दोस्रो ओभरको सुरुवात गर्न आएका छन् आफ्नो स्पेलको पहिलो र टिमको दोस्रो ओभर ल्याएर विनोद खत्री सामना गर्नेछन् रबिन भण्डारीले। योभन्दा अगाडिको ओभरको अन्तिम बलमा म्याक्सिमम प्रहार गरेका थिए विशालले। सिधा ब्याटले खेलेका छन्, फिल्डर छन् त्यहाँ, चित्त बुझाउनेछन्। सिङ्गलमा स्ट्राइकमा विशाललाई राख्न चाहन्छन् रबिनले। इन्फर्म बलले 5 विशाल, यो भने निकै रेनभन्दा टाढाको बल थियो। धकलले प्रयास गरेका थिए बललाई, कनेक्सन त्यति गजबको थिएन। चित्त बुझाएका छन्। डट बल फाइनलको क्षेत्रमा खेलेका छन्। सिङ्गल प्राप्त हुनेछ यहाँ विशाललाई। दोस्रो ओभरको खेल चलिरहँदा 13 रन आएको छ। अझै यो ओभरको 3 बल बाँकी छ। यहाँनिर मौका थियो, विकेट किपरबाट मिस हुन पुग्यो। सफलता मिल्न सक्थ्यो रबिन भण्डारीका रूपमा, गल्ती गर्न पुगे। T10 फर्मेटमा यो प्रतियोगिता खेलाइएको छ। यहाँबाट तपाईँले ब्याटरलाई यसरी बारम्बार मौका दिनुहुन्छ भने तपाईँ त्यो ठिक काम गर्दै हुनुहुन्न। केही मेहनत गर्नु पर्थ्यो, केही एफर्ट लगाउनु पर्थ्यो। रेन्जको बल थियो किपरको, त्यति दूर थिएन। यहाँनिर फिल्डरको पहुँचभन्दा थोरै टाढा छ। मेहनत जति गरे पनि जित हुनेछ बलको। सीमारेखा बाहिर 4 रनका लागि। रबिनको ब्याट पनि बोल्न थालेको छ, खुलेर खेल्न चाहन्छन्। प्रेसर मुक्त ओपनर जोडीले राम्रो काम गरिराखेको छ। जब विकेट जाँदैन, साझेदारी बिल्डअप हुन्छ, हौसला आफै बुलन्द हुन्छ एक आपसमा। दुईटै ब्याटरलाई दुईटै छोरबाट राम्रो रन राख्छ। जब तब राम्रो काम गर्न त्यो सक्षमताको महसुसता गर्न सकिन्छ। यो सँगै 2को समाप्ति 17मा साँफेबगर नगरपालिका। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। रामकुवर आएका छन् बलिङमा, सामना गर्नेछन् विशालले। आफ्नो स्पेलको दोस्रो ओभर गरिराखेका छन् रामले। निकै हावामा छ यो बल, निकै माथि, तर फिल्डर कुनै गल्ती गरेनन्। निकै माथि थियो बल, धेरै बेर हावामा। विशालको पारीको समाप्ति गरिदिएका छन् रामले। 9 रन बनाएर पवेलियन बक्सतर्फ फर्किनेछन् विशाल। र अब आउनेछन् विशाल कुवर। विशालको ठाउँमा विशाल विष्ट थिए। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट,
अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी। नयाँ ब्याटर अपिल हतारमा देखिन्छन् रबिन। यस्तो हतार नगर्नुहोस्, लगातार 2 विकेट गुमिसकेका छन्। अर्को बल रामको रोम बनाउन खोजेका थिए, बल हावामा छ, तल विकेट किपर गल्ती भने नो चान्स। भर्खरै मात्र क्रिजमा आएका ब्याटरको विकेट गुमेको छ। यहाँ तेस्रो झट्का लाग्नेछ शिशिर कुमारका रूपमा। यो विकेट गुमेको छ। सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला। अनिल रावल आएका छन् नयाँ ब्याटरका रूपमा। एक पछि अर्को विकेट डोमिनेट गरिराखेको छ। यो राम्रो बल अपिल र यहाँ जोरदार अपिल त गरेका थिए तर अम्पायर सहमत हुन सकेनन्। पहिचान राम्रो छ दुईटै टिमको एक आपसमा, किनभने दुईटै साफे बगर नगरपालिका भित्रका टिम हुन्। राम्रोसँग चिनजान छ एक आपसमा, राम्रो चिनजान र खेल कौशल बारे निकै थाहा छ। र यहाँबाट अब यो खेल कसको पक्षमा जानेछ त्यो हेर्न लाग बन्ने छ। रामको यो ओभरको अन्तिम बल अनिललाई सुरक्षात्मक ढङ्गले खेल्न चाहन्थे, बिट नपुगे। अनिल र रबिनको काँधमा ठुलो जिम्मेवारी हुनेछ। जुन प्रकारले आफ्ना महत्त्वपूर्ण विकेट गुमाएका छन्, यहाँबाट राम्रो कमब्याक गर्नुपर्ने आवश्यकता देखिन्छ। त्यो प्रकारको क्रिकेट देखाउनु पर्नेछ आज। रबिनको काँधमा निकै ठुलो जिम्मेवारी, रबिनलाई अनिलले साथ दिनुपर्नेछ। यो लक्ष्यसम्म तपाईँले पुग्नु छ भने पार्टनरसिपको ठुलो आवश्यकता। 3 को समाप्ति 17 मा 3 साफे बगर नगरपालिका पावर प्लेको समाप्ति। प्रशंसनीय बलिङ गरिराखेका छन् उपहारका बलरहरूले। यो अपेक्षा साफे बगर नगरपालिकाको टिमले नगरेको हुनपर्छ र त्यसका विरुद्ध च्यालेन्ज प्रस्तुत गरिराखेको छ दुईटै आँगनको टिम दुईटै। र खेलमा त्यो भाइ सम्बन्ध एक ठाउँमा हुन्छ, खेल एक ठाउँमा, र आफ्नो खेल देखाइराखेका छन् उपहारका खेलाडीहरूले। डोमिनेट फिल गराइराखेका छन् ब्याटरहरूलाई। रबिनको काँधमा ठुलो जिम्मेवारी छ, क्षमता छ यिनीसँग, अनुभव छ, क्रिकेट खेल कौशल छ। अब देखाउने जिम्मा रबिनको काँधमा छ। आफ्नो गृह जिल्लामा आएर आफ्नो क्रिकेट कुन रूपमा देखाउँछन्। पछिल्लो समय टिकापुरमा बसोबास गर्दछन् यी खेलाडी र यहाँ आएर अपिल र वाइड खुश सङ्केत।
हामीसँग वरिष्ठ क्यामेरा पर्सन बनबारी राणा, दिनेश साउद लगायतको जोडीले निकै मेहनत गरेको छ यो प्रतियोगितालाई तपाईँ समक्ष पुगाउन। राम्रो बल, सुरक्षात्मक ढङ्गले स्टक गरे, रनको कुनै मौका थिएन। योभन्दा अगाडि वाइड बल थियो। अर्को बल, यो खराब बल र सिङ्गल भने प्राप्त हुनेछ। 2 को कल छ र 2 प्राप्त पनि गर्नेछन्। रबिन भण्डारी यो सँगै रनमा बढोत्तरी हुनेछ। यहाँबाट रनको गति पनि बढाउनु पर्नेछ रबिन र अनिलको जोडीले। पुनः त्यही क्षेत्रमा खेलिदिएका छन् त्यहाँ फिल्डर, राम्रो फिल्डिङ, 2 को कल, सजिलै 2 प्राप्त पनि गर्नेछन्। यो प्रकारको आवश्यकता छ यहाँबाट। रनको निकै खाँचो छ अहिले। जुन प्रकारले विशाल विष्ट विशाल कुवरको विकेट गुम्यो, यहाँबाट त निकै महत्त्वपूर्ण साझेदारी निर्वाह गर्नुपर्नेछ यी 2 ब्याटरले। पुनः त्यही क्षेत्रमा लगातार 3 शट, त्यही मजाले फिल्ड सेटअप गरेको छ। उपहारले सिङ्गल प्राप्त हुनेछ। योभन्दा अगाडि डबल प्राप्त भएको थियो यही क्षेत्रमा, तर अहिले त्यति क्विक रन लिन खोजेका थिएनन् रबिनले। अनिललाई खेलाउन चाहन्छन्, 1-2 बल जाँच्न चाहन्छन् उनलाई पनि। राम्रो निर्णय, सिङ्गल डबल स्ट्राइक रोटेट, निकै राम्रो क्रिकेट देख्न मिलिराखेको छ। तर निकै प्रभावित पारेका छन् उपहारका बलरहरूले आज। जुन प्रकारले बलिङ गरे, ठिकठाकको टार्गेट छ। यहाँनिर सिङ्गल प्राप्त हुनेछ। आफूसँग नै स्ट्राइक राख्नेछन् रबिनले। 4 को समाप्ति 25 मा 3। आकाशको दृश्य हेर्नुहोस्, यहाँको मौसम यो प्रकारको छ आज। दुम्म दुम्म आकाशमा बादल देख्न सकिन्छ। मैदानमा शीतल घाम लागेको छैन अहिले, पारी डाँडातिर घाम लागेको छ। हावाहुरीले निकै चिसो शीतलता प्रदान गरेको छ। तर हामीलाई तपाईँ तराईबाट हेर्दै हुनुहुन्छ, धनगढी महेन्द्रनगरबाट भने त्यहाँतिर त निकै गर्मी छ होला। यहाँतिर ज्याकेट लगाएर पनि निकै चिसो फिल भइराखेको छ। निकै गजबको मौसम छ। यो मैदानले भविष्य भोग्दैछ। यो प्रकारको वैशाखको महिना, यो प्रकारको चिसो खेलका लागि निकै उपयुक्त यो मौसम मान्न सकिन्छ होला। निकै राम्रो मैदान छ, ठुलो मैदान छ। सुदूरपश्चिमका पहाडी जिल्लामा सबैभन्दा ठुलो मैदान मान्न सकिन्छ होला यसलाई। निकै ठुलो छ यो मैदान। प्रदेश सरकार, सङ्घ सरकार र क्रिकेटसँग सम्बन्धित सङ्घ संस्थाहरूले यो मैदानको विकासका लागि सोच्नुपर्ने अवस्था छ। निकै ठुलो मैदान छ, सम्भावना बोकेको मैदान छ। यतिको मैदान पहाडी क्षेत्रतिर मैले चाहिँ आजसम्म कहीँ देखेको छैन। निकै ठुलो यो धनगढी महेन्द्रनगरलाई पनि यसले च्यालेन्ज गरेको छ। यो मैदानले यो प्रकारको यो मैदान छ। यो सँगै सिङ्गल लिएका छन् अनिल र रबिनको जोडी छ। यहाँका अध्यक्ष, चोरपाटी गाउँपालिकाका अध्यक्ष जसले निकै मेहनत गर्नुभएको छ यो मैदान निर्माण गर्नमा। हिजो साँझ हामी कुरा गर्दै थियौँ, औपचारिक निकै मेहनत गरेको कुरा सुनाउँदै हुनुहुन्थ्यो। अझै ठुलो सपना बोकेका छन् यो मैदानका लागि पालिकाका अध्यक्षले। त्यो सपना साकार होस्, क्रिकेटले गति लियोस् यो मैदानमा। निरन्तर यस्ता प्रतियोगिताहरू भइराखुन्, राष्ट्रिय स्तरका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू हुन् यो मैदानमा। त्यो लेभलको सपना बुन्दै हुनुहुन्थ्यो अध्यक्षज्यू। निकै सरल मान्छे, क्रिकेट प्रेमी, खेल प्रेमी व्यक्ति हुनुहुन्छ।
यो प्रतियोगिता आयोजना गर्न निकै मेहनत गर्नुभएको छ उहाँको टिमले। हामी धन्यवाद दिन चाहन्छौँ सम्पूर्ण चौरपाटी गाउँपालिकाको सिङ्गो टिमलाई, जुन प्रकारले यतिको आँट गर्नुभएको छ पहाडी क्षेत्रमा क्रिकेट विकासका लागि। प्रशंसनीय काम यो। चाँडै ड्युज बल क्रिकेट गराउने सपना हुँदै हुनुहुन्छ। निकै राम्रो क्रिकेट खेलाडीहरूका लागि यो सुखद सन्देश र यो मैदानमा ठुला प्रतियोगिताहरू गराउने आशा जगाउँदै हुनुहुन्छ। यो सँगै झट्का लागेको छ। अर्को नाम हो रबिन भण्डारी। निकै ठुलो विकेट प्राप्त गरेको छ उपहारले। राम्रो खेलिराखेका थिए, आफ्नो व्यक्तिगत 16 बनाएर पेभिलियन बक्स फर्केका छन्। सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। विष्ट आएका छन् नयाँ ब्याटरका रूपमा। विष्णु र अनिलको जोडी छ क्रिजमा। निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ। यो लक्ष्यसम्म आइपुग्नु छ साँफे बगर नगरपालिकाले भने। र 29 रन 4 विकेटको नोक्सानी भइसकेको छ। यहाँबाट निकै महत्त्वपूर्ण साझेदारीको आवश्यकता छ। साँफे बगरलाई डोमिनेट गराएको छ आज आफ्नो बलिङ लाइनअपबाट। उपहार निर्माण सेवाले एकपछि अर्को विकेट गुमिराखेका छन्। बलिङमा आएका छन् नयाँ बलरका रूपमा विनोद खत्री। र निकै उत्कृष्ट, निकै गजबको क्याच। यो प्रकारको क्याच बिरलै देख्न पाइन्छ। निर्देश कुवरद्वारा, टिम कप्तान पनि हुन् निर्देशले यो निर्देश जारी गरिसकेका छन् कि तपाईभन्दा हामी छौँ। बक्रे क्रिजमा आएका ब्याटर सुरक्षित छन्। अनिलको विकेट जानेछ। व्यक्तिगत 2 बनाएर पेभिलियन बक्स फर्किएका छन् अनिल। अब आउनेछन् अनिल कुवर, टिम कप्तान पनि हुन्। साँफे बगरका हावाले केही अप्ठ्यारो पारेको छ। निकै हावासँगै यहाँ माटो निकै गाह्रो छ। कमेन्ट बक्समा निकै ठुलो हावा चलेको छ। केही समस्याका लागि दर्शकहरूबाट हामी क्षमा माग्न चाहन्छौँ तपाईँको असुविधाका लागि। फाइनलको क्षेत्रमा फुल गरिदिएका छन् र सीमारेखा बाहिर जानेछ बल 4 रनका लागि। आवश्यकता यस्तै सर्टको छ। अब यहाँबाट अनिल कुवर टिम कप्तान पनि हुन् साँफे बगर नगरपालिकाका लागि। कप्तानी सेप पारी खेल्नुपर्ने आवश्यकता छ। अनिलले क्रिकेटलाई राम्रोसँग बुझेका छन्। 5 वर्षपछि म मैदानमा फर्केको छु आज भन्दै हुनुहुन्थ्यो। केही बेर अगाडि मैले कुरा गरेको थिएँ उहाँसँग। 5 वर्षपछि ब्याट थमाउँदैछु, कस्तो हुन्छ थाहा छैन भन्दै हुनुहुन्थ्यो। यहाँनिर मौका बन्न सक्छ। र अर्को झट्का लागेको छ। क्याच आउटका रूपमा अनिल कुवरले जानुपर्ने छ पेभिलियन बक्सतिर र गर्नुपर्ने छ रेस्ट। निकै उत्कृष्ट क्याच र छैटौँ झट्का लागेको छ।
भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। जीवनको अर्को माफ गर्नुहोला, विनोदको अर्को बल सामना गर्नेछन् शङ्कर दासले। 6 विकेट गुमिसकेको छ। यहाँबाट सम्हालिनुपर्ने आवश्यकता त थियो, तर गल्ती गरिराखेका छन् अपिल। यहाँ र अर्को झट्का लागेको छ। क्याच लगातार 2 ह्याट्रिक बल रहनेछ विनोदको। यो जानेछ शङ्कर दासका रूपमा अर्को विकेट। गाह्रो स्थितिमा आइपुगेको छ। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। रोशन केसी आएका छन् नयाँ ब्याटरका रूपमा। सामना गर्नेछन् यो बल ह्याट्रिक बल रहनेछ। राम्रो बलिङ विनोदद्वारा। राम्रो ओभर गट्यो यो विनोदको। 6 को समाप्तिमा 33-7 को स्थितिमा साफे बगर। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। नयाँ बलरका रूपमा आएका छन् दिनेश एर। सामना गर्नेछन् रोशनले। रोशन र विष्णुको जोडी छ क्रिजमा। रोशन छन् स्ट्राइकमा, नन स्ट्राइकमा विष्णु। बलिङमा छन् दिनेश। यहाँबाट रनको आवश्यकता निकै परेको छ साफे बगरको टोलीलाई।
निकै राम्रो बलिङ गरेको छ, प्रशंसनीय बलिङ, तारिफ योग्य प्रदर्शन बलिङ मार्फत। हो यहाँबाट बाहिरको एज लागेको थियो ब्याटको। 1 रन सजिलै प्राप्त हुनेछ र रोशनको ब्याटबाट 1 रन प्राप्त हुनेछ। यो भने निकै बाहिरको बल थियो, अपिल त गरेका थिए तर अम्पायर सहमत हुने छैनन्। कनेक्सन थिएन ब्याटमा बलको, त्यसैले पनि निकै उत्कृष्ट लयमा देखियो आज उपहार। यो खराब बल निकै माथि हावामा छ, अन्तिममा यो नो बलको सङ्केत पनि हुनेछ। यद्यपि क्याच पनि ड्रप भएको छ। 2 रन मात्र होइन 3 रन जोडिनेछ स्कोर बोर्डमा, मिल्नेछ फ्री हिट। राम्रो मौका हुन सक्छ, यसलाई सदुपयोग गर्नुहोस्। नो बलको भरपुर फाइदा उठाउनुहोस् फ्री हिट बलको। यति बेला रनको पनि आवश्यकता छ, म्याक्सिमम बााउन्ड्रीका लागि सोच्नुहोस्। यो बलमा त्यो ठिकठाकको मानसिकता हुनेछ। आवश्यकता अनुरूप खेलेको खण्डमा केही हदसम्म प्रेसर मुक्त हुने एउटा अवसर प्राप्त हुनेछ ब्याटिङ लाइनअपमा। अपिल, यहाँ जोरदार अपिल त छ तर डिसिजन हेर्न लायक बन्नेछ। रन पनि लिएका छैनन्, सुरक्षित रहनेछन् ब्याटर। दिनेशको अर्को बल, विष्णुलाई डट बल हुन पुग्यो। राम्रो बलिङ गरिराखेका छन् विष्णुले, माफ गर्नुहोला दिनेशले। स्ट्राइकमा छन् विष्णु। राम्रो बल थियो, सुरक्षात्मक ढङ्गले प्रहार गरे सिङ्गलका लागि। 41 मा आइपुग्नेछ। अन्तिम बल रहनेछ यो ओभरको। यो प्रहार गरेका छन्, त्यहाँ फिल्डर पहुँचभन्दा थोरै टाढा हुनेछ बल। 2 रन सजिलै प्राप्त गर्नेछन्। 7 को समाप्ति 43 मा 7 साफेबगर नगरपालिका। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड।
छेत्री आएका छन् बलिङमा सामना गर्नेछन् विष्णुले। यहाँबाट त प्रहार गर्न तर्फ जानुस्, त्यहाँ क्याच हुनेछन् र अर्को सफलता हात लागेको छ विष्णुका रूपमा। यो अर्को झट्का लागेको छ, यो सँगै 8वां झट्का। सिलाल आएका छन् नयाँ ब्याटरका रूपमा विष्णुका ठाउँमा। ठुलो शट खेल्ने प्रयास गरेका थिए, बिट हुन पुगे। लङ डिस्टेन्स सोच्न खोजिरहेका हुन पर्छन् मनमोज सिलाल। त्यति सजिलो छैन जीवनको बलमा प्रहार गर्न। यो पश्चात एक विकेट मात्र छ हातमा। निकै गजबको बलिङ एन्ड स्विम भएको बल थियो, बाहिरबाट भित्र खेलाउन खोजेका थिए। यहाँबाट हरेक बलको महत्त्व रहनेछ, किनभने तपाईँ T10 फर्मेटमा यो 82 रनको लक्ष्य मिट गर्न चाहनुहुन्छ भने प्रहार गर्नुहोस्। स्टेप आउट गरेर प्रहार गर्न खोजेका थिए, तर बडी अट्याक मिल्नेछ वाइ मार्फत। यो 1 रन स्कोर बोर्डमा पुगेको छ 44। यो सिङ्गलसँगै यहाँबाट अझै धेरै रनको आवश्यकता छ। यो पश्चात 2 ओभरको खेल बाँकी छ, 12 बलको खेल बाँकी रहनेछ। ठुला सटहरू तपाईँ प्रहार नगरेको खण्डमा उपहारले यो खेल आफ्नो पक्षमा पार्नेछ। त्यसकारण पनि ठुलो लक्ष्य थिएन यो ब्याटिङ लाइनअपको अपेक्षा। साफे बगर नगरपालिकाको टिमबाट न तपाईँले गर्नुभएको थियो, न कमेन्ट्री बक्समा हामीले गरेका थियौँ, न त दर्शकले। जुन रूपमा योभन्दा अगाडिको खेल यो टिमले खेलेको थियो, विशालको जुन प्रकारको ब्याटिङ लाइनअप रह्यो, त्यसै गरी अरू ब्याटरहरूले पनि निकै गजबको प्रदर्शन गरेका थिए। अनिल, रबिन, आज कुनै ब्याटरको पनि ब्याट बोल्न सकेन। यी यस्तै सटको निकै ठुलो आवश्यकता छ यति बेला। र सिधा कमेन्ट्री बक्समा ल्यान्ड गराइदिएका छन् यो बललाई, र यो सँगै ओभरको समाप्ति हुनेछ। 8 को समाप्तिमा टिमको कुल स्कोर 50 रन 8 को नोक्सानीमा। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। महेन्द्र कुवर पहिलो बल यो ओभरको पुल गरेका छन् बललाई। त्यति पावरफुल सट थिएन, यो सिङ्गलमा चित्त बुझाउने छन् र योसँगै स्ट्राइक रोटेट गरेका छन्, स्ट्राइक दिएका छन् रोशनलाई। राम्रो प्रहार गरेका थिए योभन्दा अगाडिको ओभरको अन्तिम बलमा रोशनले।
सिधा सट खेलेका थिए, पावरफुल सट थियो, निकै टाढा। वाइड बल हुनेछ। अविश्रामभन्दा निकै बाहिरको बल। कट खेलिदिए। त्यहाँ थर्डम्यानको क्षेत्रमा फिल्डर तैनात छन्। 1 रन प्राप्त हुनेछ। 53मा आइपुग्नेछ यो टोली। जुन प्रकारको रनको आवश्यकता छ त्योतर्फ ध्यान केन्द्रित पार्नुपर्ने थियो, त्यो भने देखिएको छैन साफे बगरबाट। अर्को बल महेन्द्र कुवर बलिङमा छन्। सामना गर्नेछन् मनोजले। पावरफुल सट खेल्ने त मुडमा देखिन्छन्, तर बारम्बार चुकिराखेका छन् ब्याटर। यहाँबाट त रनको आवश्यकता निकै ठुलो छ। मनोज सिलाल र रोशनको जोडीलाई 1 रनको कल छ, त्यो प्राप्त पनि गर्नेछन्। अझै 8 बलको खेल बाँकी छ। रन चाहेको छ निकै पर्याप्त। यहाँबाट 23 रनको आवश्यकता थियो, विकेट गुमेको छ। निकै दौड लगाएका थिए फिल्डरले यो क्याच गर्न र सफल पनि रहे। यो सँगै 9वां झट्का लाग्नेछ। अन्तिम 1 विकेट रहनेछ। मनोज सिलालका रूपमा विकेट गुमेको छ। व्यक्तिगत 2 रन बनाएर खेलिराखेका थिए मनोज। अन्तिम जोडी रहनेछ क्रिजमा। अपी साउद आएका छन् नयाँ ब्याटरका रूपमा। सामना गर्नेछन् जीवनको बल। प्रहार गरेका छन्, त्यहाँ फिल्डर। सिङ्गलको कल र प्राप्त पनि हुनेछ सिङ्गल। यो सँगै 56मा आइपुग्नेछ। अन्तिम जोडी हो यो साँफेबगर नगरपालिकाका लागि। अन्तिम 6 बलको खेल बाँकी रहनेछ यहाँबाट। अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ। यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर, क्याम्पस चोक धनगढी। दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच र उपचार। भायानेटको साम्बा स्पिड इन्टरनेट प्याक आजै सब्स्क्राइब गर्नुहोस्। भायानेट, अब सबै कनेक्टेड। सवारी साधन चलाउँदा ट्राफिक नियम पालना गरौँ।
यस्तो आपतकालीन अवस्थामा उपचारका लागि धनगढी सञ्जीवनी अस्पतालमा 24 घण्टा इमर्जेन्सी सेवा खुला छ। निको डेन्टल एन्ड हेल्थ केयर क्याम्पस चोक निकै राम्रो बल बाई मार्फत एक रन प्राप्त हुनेछ। यहाँनिर एक रन सजिलै प्राप्त गरे। मात्र 5 बल। यहाँ त प्रहार गर्नु सब 3-4टा म्याक्सिममको आवश्यकता छ। त्योलाई परिपूर्ति गर्न तपाईँको ब्याट बोल्नु पर्नेछ। त्यो बोलिराखेको छैन। यसले पनि काम हुनेवाला छैन। मिल्नेछ सिङ्गलले यहाँ उपहारको टिमलाई केही नोक्सानी पनि हुने छैन। 4 बल। प्रहार गरेका छन् त्यहाँ फिल्डर। सिङ्गल पुनः प्राप्त हुनेछ। मात्र 3 बलको खेल बाँकी छ। 18 रन आए पनि केही फरक पर्नेवाला छैन। यहाँ उपहारको टिमलाई 59मा पुगेको छ। जितका लागि 82 हो। यो बल डट। अब केही फरक पर्नेवाला छैन। नराख्नुहोस् नराख्नुहोस् फुल टस। ब्याटरको रेन्जमा नराख्नुहोस्। यो खेल जित्नतर्फ अग्रसर हुनुहोस्। यही बलिङ मार्फत सन्देश प्रवाह गरिराखेका छन् बलरले। र निकै गाह्रो स्थितिमा आज साँफीबगर नगरपालिकाको टिम जुन प्रकारको क्रिकेटको अपेक्षा गरिएको थियो त्यो पनि हुन सकेन। प्रहार गरेका छन्। एक पुनः प्राप्त हुनेछ। 60मा त आइपुग्नेछ यो सिङ्गलसँगै। राम्रो मेहनत गरिराखेका थिए एक छोरबाट रोशनले, तर उनलाई साथ मिलेन। सुरुवाती चरणका ब्याटरहरूले त्यति गजबको काम गर्न सकेनन्। यो सँगै 10 को समाप्ति र यो प्रतियोगितामा अर्को चरणमा प्रवेश गरेको छ उपहार निर्माण सेवाको टिम र पराजित हुँदै यो प्रतियोगिताबाट बाहिरिनेछ साँफेबगर नगरपालिकाको टिम। यो पछिको खेलको प्रत्यक्ष प्रसारण लिएर हामी उपस्थित हुनेछौँ। तपाईँ हामीसँगै रहनुहोला। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।